네. आमा अङ्कल भन्नु फेरि भन्नु त उकालो लागेर गलेकी हामी गरिरहेका छन् अब के गरौँ अब हामी ओ बाबा ओ बाबा जुत त विमानलाई यहाँ हुँ त अहिले थाहा पाऊँ अहिले नकराउँ त्यहाँ झुलु टिपिसके भए कता गरिसके भए अनि तब अनि केही कुरा गराउँदा भएन हाम्रा कुरा यस्तै त हो नि त ल्याङ पारा हुन्छ पसिना बगिरहेछन् के भारी ल्याएछन् भइहाल्छ भन हामीलाई भाइ पेटमा त्यसरी चढेर जानुपर्छ दाजुभाइ दिदीबहिनीहरू त्यसै रुपियाँ भुइँमा छैन रुङमा छैन नाश हो नास न भन्नु भएको छ त राम्रै भन्नु भएको छ त त्यो रुपियाँ मान्दैन है भाउ सुकेको नसमादै सल्लाह गरिकन गर्नु हो अब थोरै खुट्टा चिप्लो राखन के थुक्ला नै क्या के गर्नु नपा गरिकन कट्टा भरिदिन पाए पनि है जाँदो सुकेको नसमादै भाँचिन्छ त्यो भर नगर है भाउ अब त हामी टेक र नपाने हाँसो गरिदिउँला ठोकै हँसायो भए त उ त झरिजाने थियो मैले थाहा पाएको छैन नस है एकछिन दाँत हुर त बन्नै पर्छ अति भयो फेदौ गर्नु हो त्यो बढी उ नर है उसको बिदा है जुट कोटाइदिनु हरि नन्दन थियो और भाभी लगेगी तेरी करा हां गुंगरा दाजु रे उठ्न खोया गरेस अहिले त गएस त टुप्पा सुत्ती खाने के भने अरे भन्नु यहाँ ओइ पछिल्लो चाहिँ नफाला पहेल त खल पसिन काट त बाबु काट अझै माथि जान्छस् जा त हो नभए अहिले त
देख्न सक्नुहुन्छ साथीहरू उता त्यत्रो माथि चढेर काट्दैछ केटोहरू सानो भाइ साथीहरू यो बिक्री हुन्छ अरे यो के हो यो बिक्री हुन्छ अरे खै यसको प्राइस सोधौँ ल दिदीलाई थाहा होला नि सायद खै लिँदै भन्नु त यसको प्राइस यसको प्राइस 200 हैन यसलाई यस्तरी रुखमा चढेर उता रुखमा देख्न सक्नुहुन्छ टिप्नु पर्छ रुखमा माथि चढेछ जंगलमा आएर यसलाई टिप्न प्राइस फिक्स भन्नु न कति हो भनेर प्राइस केजीको 200 केजीको 200 ह आदमी तेरा कप्पला में हाथ रहेको हो आँखा छोरो त्यो हो त्यो काट्ने गाइस कामदार यस्तो सुतिरहनु भएको छ देख्न सक्नुहुन्छ यहाँ काम गर्न आएको मान्छे यहाँ सुतिरहनु भएको छ तैँले टेकेको चाहिँ फाल्दैन निजन कतिको रहेछ हेरौँ न हामी पनि त्यो नि काट्दे टेकेको नि को सुतिले डेन्जर खादेऊ अब साथी पहिले गजेले काटेर गर्नु गजेले तेरो थाहा बाबा तू हात बहिना गरे अब ठोके काटे आफै ठोके तर दिन्छ हैन कतिले गर्ने मैले छैन त्यो भनिदिनु त हो सर प्राइस भनिदिनु न प्राइस बताइदिनु न 200 रुपियाँ केजीको 200 कति गर्यो भने केजी भेट्छ अब कति धेरै गरे भने यो फुल कट्टामा गरेपछि कति भेट्छ 3-4 केजी 3 देखि 4 केजी हो साथीहरू देख्नुहुन्छ यत्रो फालिसकेका छन् माथिबाट हाम्रा यी साना भाइले टिपाउन सर हामी पनि टिप्नु पर्यो अब म नि टिप्नु पर्यो नि त हैन मेरो कट्टा चाहिँ यही हो त्यस्तो किन्नु है कोहीले फुले जो हाते यस्तै किन्नु यस्तो ए नि यस्तै हो त्यो यो किन्नु अरू डिप्लिकेट नकिन्नु यो किन्नु हो राम्रो छ राम्रो छैन यति दिन पनि भन्नु हो मेरो काम झगडा छ त्यो त भाइ पनि थियो म त भाइ कति पैसा चाहियो काटे कति मलाई लाग्छ ह कति तिमी काटे कति दुर हेर्नु हुन्छ गोरी नि हुन्छ दुर भन्छ यहाँ घरमा
यदि घरमा भने चाहिँ गाडीमा कोदिनु मिठो कम पिछे रोटी खान लागेको अब ता भन्नु ने चाहिँ कट्टो भर्नु भएको छ ल म चाहिँ खाएँ म चाहिँ यही रोटी हो यस्तो जङ्गलमा यस्तो छ कालो यहाँ देखा डबल ठाउँ एउटा मस्ती ल्याए हुन्थ्यो थियो त रोटी खुवाइ लाग्यो उहाँ चाहिँ कमेडियन हुनुहुन्छ है गाइस चियातीको रोटी नै पर घाँटी उठ्नु छिट्दैन यार रोटी के भयो घाँटी बुझ्नुपर्छ अलि बिस्तारै चढ ल त्यो झन्डै छो लाग्यो त्यस्तो लाग्यो यता खै हाम फाल्दा यो बिस्तारै जान बिस्तारै त्यो हाँगा पुबा हुन्छ क्या त्यो हामीसँग हेर्न साथीहरू देख्न सक्नुहुन्छ त्यस छोटो सानो कति 15-16-17 वर्षको भाइ चढिरहेको छ यत्रो रुखमा देख्न सक्नुहुन्छ यत्रो माथि चढेर टुप्पा भइसकेर त्यो सब फालिदिन्छ यो हाँगा काटिदिन्छ हामीहरूको सब काम गरिरहेको छ साथी सुविधा भइरहेको छ यो भएर आज मेरो साथीहरू भिडियो राम्रो लाग्यो एक लाइक एक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु म त्यो मेहनत गरेर गर्नुपर्छ माथितिर चढिरहेको छ सरको सर चाहिँ चढ्नु भएको छ माथि लड्नु होला है सर आज रुख चढाइ चाहिँ कार्यक्रम हुँदैछ यता यत्रो रुख चढिसकेर माथि गइसकेका छन् पुरा है साथीहरू देख्न सक्नुहुन्छ लास्ट अब घर जाने बेलामा दुईटा कट्टा बोकेर हिँडिरहेछ अब आजको काम यति नै भयो ल
भेटौँ न त अर्को भिडियोमा बाई बाई सी यू गाइज दिस च्यानल सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला यो च्यानललाई गाइज